हेलो गाइज वेलकम टु माई भ्लग। आज फेरि अस्तिको प्लान्ट चाहिँ अलिकति भएन, सबै झऱ्यो। त्यसपछि म आज फेरि माछा यसमा हाल्दैछु है, बाटामा हालेर यसमा फेरि पानी चाहिँ प्लान्ट सब उक्यो। अनि फेरि मैले आज गर्नेवाला छु, नयाँ प्लान्ट हाल्नेवाला छु। नयाँ सिड लिएर आएको छु, नयाँ प्लान्ट हाल्छु। अनि एक्स्ट्रा चाहिँ सोइल पनि लिएर आएको छु। त्यसको सुरुमा प्लान्ट हाल्छु, त्यसपछि माथि सोइल हाल्छु। यो चाहिँ हो मेरो सोइल। यसरी हाल्नुपर्ने हो। अब यस्तरी उम्रिन्छ भनेर देखाएको छ, हेर्नु कस्तो उम्रिन्छ। यति लिएर छु, 3 किलोको, यो 3 किलोको कति भयो। यो चिया सिड पनि हालिदिन्छ के हुन्छ, यो पनि उम्रिन्छ कि उम्रिँदैन, यो पनि हालिदिन्छ, केही फरक पर्दैन। यो लिएर आएको छु। खासमा चाहिँ माछा लिन गएको थिएँ। यो सिड 2 प्याकेट लिएर आएको छु। एउटा यो खासमा म माछा लिन गएको थिएँ। अनि यसो दिमागमा आयो, किन त्यत्रो दुःख गरिसकेको थिएँ त होइन, सामान सबै लगभग रेडी छ त, किन त्यतिकै छोड्ने भनेर मैले 4टा माछा लिएर आएको थिएँ। 4टा माछा अलिकति थप्दै जानु पऱ्यो भनेर लिएर आएको थिएँ। यो चाहिँ मसँग थिएन, यो जातको चाहिँ मसँग थिएन। अब आज प्लान्ट हाल्छु, फेरि सिड हाल्छु, कस्तो हुन्छ हेरौँ। माछाहरू यसमा छन्, यसमा चाहिँ सानो यो पम्प लिएर आएको छु। अब चाहिँ सजिलो भयो। अस्ति म आत्ते बढी, किनकि पम्प थिएन नि त, यसो चाहिँ पम्प छ। अब पानी यसमा हुन्छ, एउटा धेरै बेला पुगिन्छ। बाल्टीमा हालेर फाल बाहिर। अब चाहिँ यहाँ चल्छ, यो खाली हुन्छ। यत्रो फोहोर जमिसकेको छ, दुईवटा फिल्टर हाल्दाखेरि पनि यत्रो फोहोर जम्यो पानीमा। यत्रो फिल्टर हालेर काम चाहिँ, यो फिल्टर त्यो फिल्टर हालेर अब नयाँ गर्नुपर्छ। सब पानी फेर्नुपर्छ। यो थप्न हो, यो भिजाइ पाउनुपर्ने, तर म त यतिकै थप्न लाग्यो किनकि मसँग अलि पानी पर्छ। यसलाई मिलाउँछु, अनि यसलाई चाहिँ मिलाएर टक्क यसलाई चाहिँ मिलाउँछु। अनि यसलाई मिलाएर बल्ल माथिबाट एक लेयर अनि बिरुवा हालेर बल्ल माथिबाट सोइल हाल्छु। मसँग मिलाउने भाँडो छैन, केही पनि छैन। त्यो पहिला अब कहाँ फ्याल्यो भने पनि थाहा छैन मलाई, त्यही भएर हतारमा काम गरेपछि यस्तै हुन्छ। सबै सामानहरू पहिला रहरले जोडिहाल्यो सबै। अब अहिले चाहिँ कहाँ के सामान कहाँ छ भन्ने पनि थाहा छैन। पम्प पनि थियो, पम्प पनि कहाँ छ भन्ने पनि थाहा छैन। अनि बिरुवा चाहिँ मैले ननिकाल्ने निर्णय गरेँ, किनकि योभित्र अलरेडी बाफ हुन्छ, त्योभित्रै बसिहाल्छ यो चाहिँ। अनि यसलाई चाहिँ टक्क यसरी बराबर मिलाउँछु, पानीभरि कभर गर्छु। त्यसको माथि चाहिँ बल्ल बिरुवा हाल्छु। त्यसपछि 3 केजी माथिबाट कभर गर्छु। टक्क मिलाउनु पऱ्यो यता, तर अझ कम हुँदो रहेछ सोइल यार। यति यो भएपछि अब मैले हाल्छु सिड्स हाल्छु। 2 प्याकेट त्यसैमा खर्च गरिदिन्छु म। यो चोरी गर्दो रहेछन्, छोडेर यसरी माछातिर छोडेर युज गर्ने रहेछन्। पसलको मान्छेहरूले पनि तपाईँहरूले चाहिँ किन्नुहुन्छ भने हेरेर किन्नु होला, नहेरेर केही फरक त पर्दैन होला सायद। यो भयो। माथिको सोइल चाहिँ म पानीमा भिजाएर हाल्नुवाला छु। पानी खालिस् त्यो पानी गरेर हाल्नुपर्छ हामीले। यति हाल्यो भने त हुन्छ, यतातिर हाल्नु पऱ्यो टक्क सट्ट। कोइला पातलो हुन्छ होला छैन। मजाले यसरी त टाइम लिन्छ, 20 दिन जति, 20-25 दिन त्यही भइहाल्छ। यसरी उमेर भने म यस्तो बिरुवाहरू बिउ ल्याएर हाल्ने छोडिदिन्छु। त्यो चाहिँ अलिक च्यातेर हुन्छ, किनकि मैले आफै हेरेर ल्याएँ, त्यो पनि च्यातेर उनीहरूले ट्राई गरेँ होला। थोरै ट्राई गरेको, थोरै झिकेर अर्को प्याकेट बनाएँ कि थाहा छैन है मलाई यो कुरा चाहिँ। मलाई मतलब पनि भएन, मलाई पुग्छ 2टा प्याकेट ल्याएपछि। मैले आफूले पुग्ने ठ्याक्कै गरेको थिएँ, ठिकै हुन्छ होला। मेरो धेरै ठुलो पनि होइन, 3 फिटको ट्याङ्क हो। 3 फिटको ट्याङ्कमै इनफ हुन्छ जस्तो लागेको मलाई, चाहिन्छ पनि। तर त्यो बलमा पनि गर्नुपर्छ मैले, सबै फालेर बलमा होइन। धेरै हुन्छ, मलाई थाहा थियो पहिल्यैबाट धेरै हुन्छ भनेर। चाहिँ चिया सिड हो, म चाहिँ आफ्नो त्यतिकै हालिदिएको है मैले चाहिँ। त्यस्तो हुँदो रहेछ भने उम्रिहाल्यो नउम्रियो ठिकै छ। यो चाहिँ अलरेडी म बेचिरहेको हुन्छ यिनीहरू चाहिँ। पानीमा चाहिँ टुसा राम्रो आइरहेको हुन्थ्यो, प्रोटिन हो कि के राम्रो पाउँछ भन्छ। यसको चाहिँ पलाउँछ कि पलाउँदैन मलाई थाहा छैन, यो पलाउने चिज त होइन यो, तर टुसा आएको जस्तो देखाएको थिएँ मैले। त्यो टुसा आएको जस्तो देखेर चाहिँ हालिदिइहालेँ, हुन्छ कि हुँदैन भनेर। भयो भने ठिकै छ, नहुने ठिकै छ। यसमा मैले केही आपत्ति छैन, तर बिरुवाले चाहिँ अझ पर्ला जस्तो लागेन मलाई, पर्दैन होला। यसले बिरुवाले केही असर लाग्दैन जस्तो लाग्छ।
यतिकैलाई यतिकै हालिदिने एउटा छु फोहोर भयो भने भोलि फिल्टर गरिहाल्छ राम्रो भइहाल्यो यो चाहिँ खासमा खानेकुरा हो चियासिड हो यो चाहिँ मेरो कम्पनीको चियासिड हो है ठिकै छ हाल्दै यति यसको यस्तो झार्ने खालको ब्रुस हुन्छ मेरो चाहिँ ब्रुस मसँग छैन अनि मैले यसरी झारिदिन्छु यो माथिको चाहिँ खासै काम लाग्दैन तर पनि केही फरक पर्दैन अलिअलि भइरहेको छ त्यति यसो टाँसेर बाहिर आउँछ ल्याउँछ त्यो भएर त्यतिकै सोधेँ मैले यस्तो भइसक्यो माथिबाट हाल्ने सोइल चाहिँ कभर गर्ने सोइल चाहिँ मैले पानीमा भिजाएँ किनकि पानी छर्किने साधन चाहिँ मसँग अहिले छैन यसको माथि सर्लक्क कभर गर्छु सोइलले त्यसको लागि चाहिँ कभर मैले 3 किलो चाहिँ भिजाएर राखेको छु यो चाहिँ 3 किलो त्यसकै माथि कभर गर्छु गएर माथिबाट हाल्दाखेरि चाहिँ पानी छर्किनु पर्दैन होला किनकि मुनिको सबै सोइल भिजेको छ अनि माथिबाट यो भिजेर बस्छ कभर गर्छु मजाले यसरी पातलो पुरै फुल कभर गर्न चाहिँ पाउँदैन होला पातलो यसरी कभर गर्छु धेरै पनि छैन फेरि 3 किलो मात्रै हो बाँकी 6 किलो हालेँ 6 किलो मुनि कभर गरिहालेँ मुनि हालेँ 3 किलो अब 3 किलो माथिबाट यसरी कभर गरिदिउँ नि त होइन यो कभर गऱ्यो भने मुनिबाट अलिक प्लान्ट उम्लिन चाहिँ ढिलो हुन्छ होला उम्ल्यो भने जरा चाहिँ यसले ढाकिदिन्छ नि त त्यसले ढाकिदिन्छ भनेर हो भने यसले ढाक्दा अलिक बलियो होला कि अस्तिको माछा चल्दाखेरि फुल भयो ल कभर गरेँ मैले 3 किलो सोइलले पनि यसरी सिड अहिले त देखिँदैन पुरा फुल कभर भइसक्यो अब यो प्लान्ट यतिकै मर्छ माछा धेरै छ यतिमा चाहिँ यो केही फरक पर्दैन पुरै बाफिसक्यो अब एकछिनपछि खाना खाएर आएर यसलाई पुरा फुल कभर गर्छु अनि त्यसपछि सुरु हुन्छ यसको काम यहाँ पानी स्यास्याले गर्दा बाहिर पनि मस्त पानी परिरहेको रहेछ अहिले थाहा भयो मलाई किनकि यो साउन्डले गर्दा सुनेको थिएन बाहिर अहिले बल्ल सुन्यो कि बाहिर चाहिँ पानी परिरहेको मजाले भित्र पनि पानी परिरहेको बाहिर पनि बाहिर पनि पानी परिरहेको भित्र यसले पानी परिरहेको बाहिर पानी परिरहेको छ कि यता फाइनल लगाइसक्यो अब एकछिन खाना खाएर आएर यसलाई चाहिँ मैले ऱ्याप गर्छु अनि सुरु हुन्छ बाफ फ्याउने काम सुरु हुन्छ अब चाहिँ म ऱ्याप गर्न लागेको छु भर्खर खानासाना खाएर आयो यसले चाहिँ हावा जान दिनु हुँदैन भन्छु अब यसमा हावा गएर नउदिनेको हो कि यस्तो झ्याउदो रहेछ यार निकाल्नै गाह्रो यसरी हाल्नु होइन है त हाँसो त है के हो यो ठिक भयो काट फेरि चाहिँ टक्क ऱ्याप गर्न लाग्छु अहिलेसम्म हावा गइसक्यो खाना मात्रै खाना खाएर टक्क ऱ्याप हाल्नु पऱ्यो हाल्नु भयो रान्दिउँ होइन हावा भएन हावा मिल्दैन अरे सानो भयो हाल्नु एक लाइन चाहिँ झापिटा जरुरी हो कसरी राख्छ यसरी माथि पानी पर्दैन होला माथि जोस् त पऱ्यो ठाडो गर्नु बुझ्यो होइन के गर्नु टास्क ठाडो गर्ने डेकोरेसन गर्ने मैं खाया नि त मेरो डेकोरेसन मलाई यस्तो बनाउनु पाइनँ भयो भएन नि यहाँ पनि भएन नि त यसको गन्ध चाहिँ नराम्रो आउँछ यार कस्तो दिन मात्रै हेर्नु खाना ऱ्याप पनि पर्खिको यस्तो टौलाउनु पर्छ हेर्नु कति फाइनली ऱ्याप गरेर सकियो यो चाहिँ पछाडि डेकोरेसन पार्टले गर्दा अलिकति गाह्रो भयो ऱ्याप गर्न त्यो डबल गरियो किनकि यहाँ चुच्चोले गर्दा पाल पारिदिइहाल्दो रहेछ ऱ्याप गरेर सक्यो अब यसमा पाल पार्नुपर्ने हुन्छ थोरै म चाहिँ यसले पेनको टुप्पो युज गरेर पार्न लगाएको पार्नु पऱ्यो नि त अलिअलि होइन हावा जाने हो कि त्यहाँबाट हावा आउने चाहिन्छ होला ल यति भयो हुन्छ होला
अब यत्तिकै छोडिदिन्छु म यसलाई माछा यहाँबाट जम्प हानिरहेको छ अब जम्प हानेर कहाँ भाग्ने हो मर्ने हो केही पनि थाहा छैन यसले चाहिँ बढी जमाइन्छ हेर्ने यसले चाहिँ बढी जमाइन्छ के गरेर बस्छ हान्छ हान्दैन अब ठिकै छ हाने पनि ठिकै छ मरे पनि ठिकै छ बाँचे पनि ठिकै छ केही गरिनँ मैले यसलाई यत्तिकै छोडिदिन्छु कति दिनसम्म 15-20 दिनसम्म 1 महिनासम्म यतै बस्न सक्छ उनीहरू त्यो बेला नाम नहुन्छ त्यसले राख्नु पऱ्यो तल यतै त्यो यतै छोडिदिन्छु माछाहरूलाई के हो अब यो हो मेरो आजको दिनको बिजनेस कलेक्सन यति पैसा नगद छ आई थिङ्क 30 होला यसमा छ तिमीहरूको दाइको नामको चेक 23 यो भोलि आज शनिबार भइहाल्यो भोलि आइतबार साटिन्छ अनि त्यसपछि यो एक ठाउँको हो यो आई थिङ्क 10,000 थियो 10,000 मा काका तिरिहाले 2 3 4 5 6 7 8 9 10 3,000 चाहिँ तिरिहाले जस्तो लाग्यो मलाई है अनि यो बचेको पैसा कहाँ तिर्दाखेरि छुट्टा आएको पैसा होला यो चाहिँ सायद अनि यो के को बिल रहेछ ए आज भाइको एससी को रिजल्ट आएको भाइको एससी को रिजल्ट आएर उता दाइको छोरीले पार्टी चाहियो भनेर आइसक्रिम खानालाई आइसक्रिम किनेको बिल हो चार्ज 200 टेन्डर 500 नेट अमाउन्ट 300 कति काट्यो मलाई पनि ठ्याक्कै थाहा छैन 4 5 6 700 काट्यो होला 700 काट्ने 300 रुपियाँ मात्रै काट्यो 300 रुपियाँ काट्यो यसको आइसक्रिम खुवाइदिएको उनीहरूलाई अब यति नै हो आजको ओके गुड नाइट बाई बाई स्विट ड्रिम म चाहिँ सुन्न लागेको अब है ल ओके बाई बाई